हेलो एभ्रिवान, इट्स मी दिनेश। आफ्टर लङ टाइम आइएम कम ब्याक र अब चाहिँ मैले फेरि युट्युब सुरु गर्ने भन्ने सोचेर आएको छु। र पहिला चाहिँ मैले ब्लगहरू गराउँथेँ अनि ब्लग पनि त्यस्तो डेली बेसमा हाल्थेन, एकदम ग्यापमा हाल्थेँ अनि कन्सिस्टेन्सी थिएन क्या। अब चाहिँ एकदम भिडियोहरूमा चाहिँ कन्सिस्टेन्सी ल्याएर बनाउँछु सोचेर त्यो मोटिभ ल्याएर आएको छु। अनि भिडियो त मैले 1 महिना अगाडि नै हाल्छु सोचिरहेको थिएँ, तर कस्तो भयो भन्दाखेरि यत्तिकै हावातालमा आएर भिडियो हाल्ने त भएन। सो कस्तो खालको कन्टेन्ट हाल्ने अनि केही कुरा सिक्नु थियो मलाई, अलिकति आफूमा अलिकति भए पनि टाइम इन्भेस्ट गर्नु थियो। कुनै कुराले अलिकति चाहिने कुरा अझै सिक्न बाँकी थियो। एडिटिङ बिर्सिसकेको थियो, अलिअलि एडिटिङ सिक्नु थियो अनि अरू कस्तो खालको कन्टेन्ट हाल्ने भनेर त्यो रिसर्च गर्दै थिएँ। अनि थुप्रै भिडियोहरू हेरेँ मैले युट्युबहरूमा यताउता, तर भिडियो हेरेर मात्रै हुँदो रहेछ, अलिकति आफू पनि त्यो एक्सनमा जानु पर्दो रहेछ। अनि त्यही भएर अब चाहिँ भिडियो बनाउने सोचिसकेको छु मैले। र मेनली मलाई यो भिडियो बनाउनुमा केही पोइन्टहरू छन् एकदम हेल्प गरेको छ क्या। सो त्यो पोइन्टहरू आज म सेयर गर्न लागेको हो र हजुरहरूले पनि त्यो मैले केही कुरा सिकेको कुरा हजुरहरूलाई पनि सेयर गर्न पाउनु आफूमा एकदम कस्तो त्यो कुराले हजुरहरूलाई के हेल्प भयो भने खुसी लाग्छ। सो त्यही भएर पनि यो भिडियो बनाउनु लागेको मेनली त यस्तै खालको कन्टेन्ट हाल्छु। अब म जे होस् आफूले गर्दै जाँदा केही सिकेको कुराहरू चाहिँ सेयर गर्छु र हजुरहरूले पनि के आफूले के जानेको कुरा अनि केही मिस्टेक यताउता हजुरहरूलाई फिल भयो भने हजुरले कमेन्टमा गएर भन्न सक्नुहुन्छ। र आज मेन धेरै ढिला नगरेर अब एकदम टपिकमा जाऊँ, धेरै गफ हानेर कामै छैन। सो एकदम पोइन्टको कुरा गरौँ र आज म मेनली 4वटा पोइन्टको कुरा गर्न आएको छु र त्यसमा चाहिँ पहिलो पोइन्ट रहेको छ डोन्ट प्रोक्रास्टिनेट। कस्तो हुँदो रहेछ भने लाइफमा हामी कुनै पनि कुराहरू गर्दाखेरि चाहिँ ताल दिने क्या। जस्तै कुनै पनि कुराहरू जुन पनि म्याक्सिमम् कुराहरू हाम्रो स्टुडेन्ट लाइफमा चाहिँ मेनली त के हुँदो रहेछ भन्दाखेरि त्यही पनि भोलि गर्छु, एकछिनपछि गर्छु, त्यो हुँदो रहेछ। त्यसले चाहिँ मान्छेको ह्याबिट एकदम बिगार्दो रहेछ। र मैले आफूले पनि एकदम रियलाइज गरेको कुरा त्यो चाहिँ हामीलाई चाहिँ सेल्फ इम्प्रुभमेन्ट हुनबाट एउटा कस्तो पछाडि तान्ने हो, पछाडि लग्ने एउटा कुरा हो जस्तो लाग्छ। सो त्यही भएर हामीले त्यो चाहिँ एकदम ध्यान दिनुपर्छ। हामीले कुनै पनि कुराहरू यदि सोधिसकेछौँ भनेपछि चाहिँ हामीले कहिले पनि भोलि पर्सि भन्नु हुँदै रहन्छ, आज अहिले नै सुरु गर्नु पर्दो रहेछ। सो मैले पनि एकदम ढिला गरेँ भिडियो हालेँ, 1 महिना हाल्छु सोचेँ, तर त्यस्तै हुँदो रहेछ। भोलि भन्दा 1 महिना बितेको थाहै भएन। सो अब चाहिँ भिडियो हाल्छु भनेर सोचिसकेँ। र हजुरहरूलाई पनि केही त्यस्तो कुराहरू छन्, गर्न मन छ यताउता छ भने हजुरहरूले अहिलेबाट लागिहाल्नु क्या, त्यो धेरै नटाल्नुहोस् त्यसलाई। सो प्रोक्रास्टिनेट गर्दै नगर्नुहोस्। र फर्स्ट पोइन्ट यही रहेछ। र सेकेन्ड पोइन्ट कस्तो छ भन्दाखेरि माइन्डसेट। तपाईँको माइन्डसेट यस्तो इम्पोर्टेन्ट रोल गर्छ नि हजुरको सेल्फ इम्प्रुभमेन्टमा अनि हजुरको जुनै पनि कुरामा हजुरको माइन्डसेट एकदम स्ट्रङ छ भनेपछि हजुरहरू कुनै पनि कुरा गर्नलाई चाहिँ हिचकिचाउनुहुन्न के, डराउनुहुन्न। सो त्योमा एकदम फोकस हुनुहोस्। र यो प्रोक्रास्टिनेटलाई हेल्प गर्ने भनेको नि यो माइन्डसेटले। हजुरको माइन्डसेट बवाल भयो भने हजुरको प्रोक्रास्टिनेट अटोमेटिक कम हुँदै जान्छ क्या। सो त्यही भएर हजुरहरूले चाहिँ माइन्डसेट यति स्ट्रङ गराउनुहोस् कि कसैको कुराले हजुरलाई फरकै नपरोस् क्या। मेनली अहिलेको जेनेरेसन हाम्रोमा चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि हामीले चाहिँ एकदम इफेक्ट पारिरहेको हुन्छ क्या अदर पर्सनको थटहरूले क्या। सो यो कुरालाई एकदम ब्यालेन्स गर्नलाई चाहिँ हजुरले आफ्नो माइन्डसेट चाहिँ यति स्ट्रङ पार्नुपर्छ कि जे होस् हजुरको कुराले चाहिँ अरूहरूलाई चाहिँ राम्रो कुराले चाहिँ इम्प्याक्ट परोस् क्या। यानि कि नराम्रो चाहिँ गर्नु भएन, अब माइन्डसेट भन्दा नराम्रो तरिकाले धेरै सोच्नु भएन, त्यो कुरा चाहिँ एकदम इम्प्याक्ट पर्छ। सो हजुरको माइन्डसेट एकदम स्ट्रङ गर्नु होला। सेकेन्ड पोइन्ट यही रहेको छ। र थर्ड रहेको छ हजुरको हेल्थ। हजुरले आफ्नो हेल्थको केयर आफै गर्नुपर्छ। अहिलेको जेनेरेसनमा पनि एकदम लगभग 20-30% नै होला नि कि आफ्नो हेल्थको केयर गर्ने, नत्र यत्तिकै अब त्यही त हो, आफ्नो उमेरमा रमाइलो गर्न मन लाग्छ, सबै कुरा गर्न मन लाग्छ, त्यो चाहिँ एकदम गलत हो जस्तो लाग्छ। हामीले चाहिँ सबभन्दा मेन प्रायोरिटी राख्ने भनेको आफ्नो हेल्थलाई हो। हेल्थ राम्रो छ र सबै कुरा आफै ब्यालेन्स हुन्छ जस्तो लाग्छ मलाई। र हजुरको हेल्थ राम्रो हुने बित्तिकै हजुरको माइन्डसेट र प्रोक्रास्टिनेट अटोमेटिक अझ कम भइहाल्छ। सो त्यही भएर हेल्थलाई एकदम फोकस गर्नु होला। र हेल्थलाई फोकस गर्नलाई 2टा मेन कुरा छन्, धेरै छन् तर मलाई चाहिँ मेनली 2टा कुरा छन्। के भन्दाखेरि हजुरको एक्सर्साइज, दिनमा एकचोटि भयो भने एक्सर्साइज गर्नुहोस्। 1 घन्टा त एकदम बेस्ट हो गर्नलाई, तर हजुर एकदम सुरुवात अवस्था हुन्छ अथवा
स्टार्ट गर्दै हुनुहुन्छ भने चाहिँ 15 मिनट भयो भने दिनमा एक्सर्साइज गर्नुहोस्, छुट्याउनुहोस्। 15 मिनट चाहिँ गर्नुहोस्, 15 मिनट चाहिँ एउटा टाइम छुट्याउनुहोस् कि म यति चाहिँ म आफू चाहिँ आफ्नो जानले दिन्छु, एक्सर्साइज गर्छु भनेर। त्यसले चाहिँ हजुरहरूलाई एकदम हेल्प गर्नेछ, अलिकति कन्फिडेन्ट बिल्डअप हुनेछ त्यसले। अनि त्यसको साथसाथै अर्को भनेको चाहिँ हाम्रो के छ भन्दाखेरि हजुरको डाइट कस्तो छ त्यो चाहिँ भन्नुपर्छ। डाइटलाई चाहिँ एकदम हुन्छ नि जङ्क फुड नखानु भन्दिनँ म होइन, सम टाइम कहिलेकाहीँ अकेजनले खानुहोस्, केही फरक पर्दैन। खाँदैन म यस्तो पुरा भन्ने हुँदैन, तर त्यो खाएको चाहिँ निकाल्ने एउटा केही हुनु पऱ्यो, गर्नु पऱ्यो कि कुराहरू चाहिँ। खाने इन्टेक मात्रै लिने, अनि त्यो एकदिन हुने ठाउँ भएन भने त मान्छेलाई गाह्रो हुन्छ नि त, त्यसले जसलाई पनि इफेक्ट पार्छ नि त। सो त्यही भएर हजुरले जुन कुरा इन्टेक गर्छ त्यसको चाहिँ कुनै थ्रुबाट चाहिँ त्यसको निस्किनु पऱ्यो अथवा निकाल्ने त्यो हुनु पऱ्यो। त्यही भएर एक्सर्साइज गर्नु भने चाहिँ कुनै अब जङ्क फुड धेरै खानु भनेर म त भन्दिनँ, तर सम टाइम कहिलेकाहीँ खान मिल्यो, तर त्यो खाएदा पनि मेनली हजुर एक्सर्साइज गर्नु भने त्यो कुराहरू यतिकै निस्किन्छ क्या। सो त्यो चाहिँ कहिलेकाहीँ यसो एक्सक्युज दिन मिल्यो, नत्र सकेसम्म त राम्रै कुराहरू खानुहोस्, राम्रै इन्टेक गरेपछि हजुर चाहिँ यतिकै हेल्दी हुने बित्तिकै हजुर स्वस्थ हुने बित्तिकै हजुरको सबै कुरा अटोमेटिक ब्यालेन्स भइहाल्छ। र यो 3टा कुरालाई पनि अझ एकदम हेल्प गर्ने भनेको अर्को नम्बर 4मा रहेको चाहिँ डिसिप्लिन। एउटा डिसिप्लिन एकदम म्याटर गर्छ र मलाई पर्सनल्ली एकदम हिट गर्ने र एकदम मनपर्ने भनेको पनि डिसिप्लिन हो। जब डिसिप्लिन भयो भने चाहिँ 3टा कुरा अटोमेटिक त्योमा आउँछ क्या। र एउटा युनिटी भन्छ, जब एउटा युनिटी हुन्छ हजुरलाई थाहै छ पावर कति हुन्छ भनेर। मान्छेको लाइफमा सबैभन्दा ठुलो कुरा भनेकै जब युनिटी भएपछि त्यो कुरा कुनै पनि कामहरू गर्दा चाहिँ एकदम राम्रो र एकदम सक्सेसफुल हुनसक्छ। सो त्यही भएर डिसिप्लिन चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट छ लाइफमा, जुनै पनि कुरामा। एउटा मात्रै कुरामा होइन कि हजुरको लाइफको हरेक जर्नीमा डिसिप्लिन इज मोस्ट इम्पोर्टेन्ट। सो आफूले पनि ख्याल गर्नु होला त्यो कुरा चाहिँ। डिसिप्लिनमा हुनलाई मान्छेहरूले चाहिँ सबभन्दा हजुरको डिसिप्लिन हुने बित्तिकै हजुरको प्रोक्रास्टिनेट पनि अटोमेटिक हट्दै जान्छ र माइन्ड चाहिँ त्यत्तिकै स्ट्रङ हुँदै जान्छ र एक्सर्साइज चाहिँ हजुरको एड भइहाल्छ र हेल्थ कन्सियस अटोमेटिक भइहाल्नुहुन्छ। सो डिसिप्लिनलाई एड गर्नुहोस् र 4वटा कुरालाई जे होस् प्र्याक्टिस गर्नुहोस् कि त्यो कुरालाई चाहिँ एक्सनमा ल्याउनु खोज्नुहोस्, त्यसले अटोमेटिक हजुरको राम्रो हुन्छ। सो यही कुरा सेयर गर्न आएको र यही कुराहरू मैले यो केही महिनामा आफूले पनि रियलाइज गरेँ। अनि सो त्यही भन्न आएको र अबदेखि म भिडियो चाहिँ एकदम डेली बेसमै अपलोड गर्नेछु र यही पोइन्टहरूमा केही हजुरलाई हेल्प भयो भने चाहिँ कमेन्ट गरिदिनु होला, केही कुराहरू छुट्यायो भने हजुरलाई भनिदिनु होला। अनि अब मैले भिडियो चाहिँ रेगुलर बेसमा हाल्नेछु, तर यो भिडियो पछि म हल्का ग्याप हुनसक्छ किनकि अब मेरो इक्जाम आउनु लाग्छ, केही 2-4 दिन भयो रुटिन आएको। अनि अब चाहिँ अलिकति भए पनि इक्जामलाई फोकस गर्छु, अनि त्यसपछि म रेगुलर बेसमा भिडियो हाल्छु भनेर सोचिरहेको छु। सो त्यही हो, अब चाहिँ म कन्टेन्ट चाहिँ एकदम बवाल तरिकाले राम्रो तरिकाले हालिदिन्छु। सो त्यही ठिकै छ। हजुरलाई राम्रो लाग्यो भने चाहिँ लाइक सेयर कमेन्ट गरिदिनु होला र सब्सक्राइब गर्न चाहिँ नबिल्नु होला। सो डोन्ट फर्गेट टु हिट द बेल आइकन, त्यो पनि एउटा एकदम इम्पोर्टेन्ट हो। हजुरहरूले मेरो भिडियो आउने बित्तिकै हेर्न सक्नुहुन्छ। सो त्यही हो, आजलाई यति नै छ र अरू भिडियोहरू पनि अब म राम्रो भिडियो लिएर आउने एकदम प्रयास गर्नेछु र एकदम म चाहिँ एकदम अब मोटिभेट फिल गरिरहेको छु कि एकदम मान्छेले केही न केही चाहिँ गर्नु पर्दो रहेछ जस्तो लाग्दो। मेन मलाई डिमोटिभेट कस्तो भयो भन्दाखेरि कसैले केही सोध्छ कि अब मैले भिडियो हालेँ होइन, यही भिडियो हाल्छ, मलाई के कस्तो फिल हुन्थ्यो भन्दाखेरि यो भिडियो पनि बनाऊँ कि नबनाऊँ एकदम कन्फ्युजनमा थिएँ। अब हाल्यो भने चाहिँ फेरि पहिले के भन्ने हो कि भन्ने त्यो एकदम दिमागमा हिट हान्दो रहेछ। तर त्यो कुरा चाहिँ एकदम फरक रहनुपर्छ। हजुरले नराम्रो काम गर्नु भएन, राम्रो काम गर्दाखेरि चाहिँ जसले जे सोच्यो नि हजुरले मतलब गर्नु हुँदैन। सो त्यति भन्दै सो म फेरि पनि आउँदैछु अर्को भिडियोमा। त्यति बेलासम्मको लागि बाई बाई, टेक केयर गाइज।